हामी चाहिँ भ्याइ नभ्याइ छौँ। यता उहाँले मेरो कपाल रहेछ मेरो यहाँ मेकअप गरिदिँदै हुनुहुन्छ, उता फेरि उहाँले कपाल। तपाईँ चाहिँ पछाडि के गर्दै हुनुहुन्छ गणेश सर? बसेछ। अनि उता एकजना हाम्रो सिमरन बहिनीले चाहिँ पानी खाँदै हुनुहुन्छ। पानी हो कि रौसी हो? रौसी हो। के त फेरि जातले पाएको भनेर बजाइदिनु होला। अर्ग्यानिक रौसी एकदमै हाम्रो चाहिँ यस्तो भइरहेको छ। घाम यति धेरै है। हाम्रो गणेश सर पनि घामले कालो हुनुहुन्छ। बट यो ठाउँ चाहिँ एकदम राम्रो छ है। गणेश सरको छेउछाउमा हामी पनि कालो भइसक्यो। तर गणेश सर तपाईँ यति दिलवाले हुनुहुन्छ कि होइन, काले दिलवाले हाम्रो सर। फेरि इस्माइल हेर्नु एकचोटि हेरिदिनुहोस्। उहाँ चाहिँ आफैमा एकदमै गुड डान्सर पनि हुनुहुन्छ। हाम्रो इन्डियामा हाम्रो को गरे रेमो डिसुजा, धर्मेश एकदमै लेजेन्ड हुनुहुन्छ हाम्रो डान्स क्षेत्रमा। अहिले किन कन्टिन्यू गर्नुभएको छैन कि चाहिँ अलिकति उहाँ अलिकति व्यवसाय होइन, सरी के भन्छ अफिसर पनि हुनुहुँदो रहेछ कि, जागिर त्यही भएको कारणले गर्दाखेरि अलिकति है ग्याप भएको। सो अरू रमाइलो पनि यस्तो म देखाउँदै गर्छु गाइज। उता हाम्रो हिरोइनीको त अब पालो आउनै बाँकी छ त। हिरोइन ल हेलो, आज चाहिँ हामी चाहिँ शङ्खसभा जिल्लाको तुमलिङटार एयरपोर्ट नजिकैको, तुमलिङटार बजारको नजिकैको दुखीडाँडा भन्ने ठाउँमा चाहिँ हामी सुटिङ गर्नका लागि आएका छौँ। र एकदमै गर्मी पनि छ। उता देख्न सक्नुहुनेछ तपाईँहरूलाई अरुण नदी नै होला। हामी चाहिँ अब सुटिङको लागि एकदमै तयारी अवस्थामा छौँ र आधी उधी त गरि पनि सकेका छौँ। तर दुखीडाँडाको लागि चाहिँ हामी तयारी अवस्थामा छौँ। र यो ठाउँको नाम दुखीडाँडा भए पनि ठाउँ चाहिँ एकदमै रमाइलो रहेछ। रमाइलो गर्दै हुनुहुन्छ, कोही माथि बाइकबाट आउँदै हुनुहुन्छ होइन। सो एकदमै रमाइलो भइरहेको छ। म तपाईँहरूलाई यताको रमाइलो दृश्यहरू देखाउने नै छु। यता भिड पनि छ। यहाँबाट म लडेँ भने सो गाइज हावा एकदमै चलिरहेको छ। घामले यस्तो पोलेर हिँडिरहनु भएको थियो, अहिले चाहिँ हावा चलिरहेको छ। कोरिबाती कार्यक्रम भइरहेको अवस्था। यता हाम्रो दिपक सर हुनुहुन्छ। यता हाम्रो सरको नाम के पो पर्यो? आवाज मात्रै छ त, मान्छे कहाँ हुनुहुन्छ? तपाईँ त्यता हुनुहुन्छ। एकदमै हाम्रो हँसिलो नाम। तपाईँहरूको नाम? यत्रो ठुली भएर पनि अझै जुम्रा पालेर बस्ने है। हजुरको शुभ नाम के अरे? गणेश सर हाम्रो एकदमै सहयोगी मित्र, एकदमै हाम्रो यो सुटिङको लागि चाहिँ एकदमै धेरै मेहनत गर्ने हाम्रो भाइहरू हुनुहुन्छ। यो भाइको चाहिँ पैसा हराउँदा नि एकदमै हाँसिरहने धनी भाइ। 1000 रुपियाँ हराएर भाइ भेटिन्छ। अर्को बहिनीहरू सुनै सरी हाम्रो चाहिँ पूर्वेली गीतको सुटिङ भएको कारणले गर्दाखेरि यो हाम्रो दुखीदार है गाइजहरू होइन त? म उता पनि देखाउँछु। हिरोनीको जुङ्गा हो के किन यस्तो सिरियस? धेरै नाचेर गल्नु भएको अवस्था हो हेरे भइतेर। हजुर म बेकार त सुटिङै नहोला जस्तो छ है। मै हो कि क्या आजको? मैले कस्तो नाचेको छु, राम्रो कि नराम्रो? 10 मा 10 10 मा 100 हो। तपाईँ मेरो डान्सलाई 10 मा कति दिनुहुन्छ? तपाईँको लागि 10 मा 1 थपेर 11 दिन्छु। धन्यवाद यार, तपाईँ जस्तो एकदम लेजेन्ड। तपाईँले कति दिनुहुन्छ? 10 मा 20। तपाईँले? हजुर चाहिँ एकदमै मल्टी ट्यालेन्टेड हुनुहुँदो रहेछ गायनमा पनि। तर एउटा कुरा दुःख लाग्यो। हजुर खोइ हार्ले सुनाउनु भएको भोइस खोइ हाम्रो लागि। ए भोलि सुनाउँछु। भोलि सुनाउँछु। यता हाम्रो गणेश सर कति ह्यान्डसम। ओह माई गड, फुलेनेको बाउ बिर्सिन्छु होला यस्तो राम्रो देख्दाखेरि त। हो कि हैन? हो गाइज हाम्रो काम भकाभक भइरहेको छ। तुमलिङटार बजारमा भन्ने गीत चाहिँ हाम्रो सुटिङ भइरहेको छ, जसमा स्वर दिनुभएको छ हाम्रो मेलिना राईजी, टप सिङ्गर हाम्रो। त्यसै गरी हाम्रो परेश राई भाइको स्वर रहेको छ। र हामी सुटिङ सेटमा रमाइलो गरिरहेको छ। गणेश सर केही भन्न मन लाग्छ आज? हेलो हेलो, हाम्रो रमाइलो भएको छैन?
बब्बाल छ आज एकदमै आज गीत आफैमा राम्रो छ आर्टिस्टहरू सबैजना राम्रो त्यसै गरी हाम्रो सरले यति धेरै मेहनत गरिरहनु भएको छ यति उहाँले गर्दा पनि 50% काम आजको राम्रो भइरहेको छ उता नाचिरहेको छन् खासै अब नाच्न त जान्दैनन् तै पनि नाचे जस्तो गरे छेउ कुदिरहेछन् अब त्यस्तो अनि यता हाम्रो हिरोइनजी हुनुहुन्छ मक्कै हुनुहुन्छ कस्तो हौ यति राम्रो यता हाम्रो सर हुनुहुन्छ हामी के डाँडामा छौँ रे सर यो दुखी आत्मा दुखी डाँडामा हो रे सर खास दुखी डाँडा चाहिँ किन भन्यो खै त्यो मलाई थाहा भएन सर साधन सरलाई उहाँ सरलाई हो यहाँ चाहिँ दुःख हट्छ रे होइन यो दुखी आत्मा भन्नाले पहिला आजभन्दा पुर्खौली टाइममा यो डेटिङ गर्ने चलन रहेछ कि डेटिङ गर्न आउँदा उसको बाउ आमाले देखेछ अनि कुटेछ त्यसैले दुख्यो अनि त्यसपछि दुखी डाँडा भने क्या ए नकुटेको भए त कपालले दुःख पायो नि त त्यसैले दुखी डाँडा यहाँ आउँदा दुःख हट्ने होइन क्या म त यहाँ आउनुभन्दा अगाडि दुःख चाहिँ लागेको टाउकोमा हो पैसा 1000 रुपियाँ हरायो भाइको को रुम पार्टनरहरू भाइहरू रुम पार्टनर हो केही शङ्का लाग्छ कि ऊ भाइ प्रति भाइको 1000 रुपियाँ पैसा हरायो अरे आजको हाम्रो सुटिङको दुःखको कुरा भनेको भाइको 1000 रुपियाँ हरायो तर पनि केही छैन 1000 हरायो भने लाख आउँछ भाइ यस्तै हो टेन्सन नगर्नु हामी चाहिँ यता तलतिर देख्न सक्नुहुन्छ अरुण नदी है अरुण तरेर नन तमर तर यस्तो रमाइलो हरियाली है हरियाली अब हामी म्युजिक भिडियोको सुटिङको अन्तिम चरणमा आइपुगेका छौँ उहाँ हाम्रो डाइरेक्टर सर हुनुहुन्छ उहाँले चाहिँ अर्को म्युजिक भिडियो पनि गर्न सक्नुहुन्छ त्यति इनर्जेटिक हुनुहुन्छ तर हाम्रो हिरोइन पनि फ्यात्तै भइसकेको छ गलेर अनि त्यसै गरी हाम्रो अर्को हिरोइन बहिनीहरू यता छन् र होइन उता माथि जङ्गल कुहिरो आकाश कुहिरो पनि कति राम्रो देखेको उता बाहेक होइन कोस डेटिङ आएका मान्छेहरू होला नि ऊ दुईजना चाहिँ के आन्टीहरू जस्तो दुईजना सरकुरा काटेर बसेछन् अङ्कल हो चुल्ठेहरू अनि हामी चाहिँ अब हाम्रो काम चाहिँ अन्तिम चरणमा आइपुगेको छ यता टिमहरू होइन खत्लङ नाच्दैछन् होइन सबैजना गलिसकेको अवस्था कस्तो लागिरहेको छ आज काम उहाँ चाहिँ हाम्रो शब्द रचनाकार अनि सङ्गीतकारको छोरी कुमार प्रयास होइन परेश तामाङ सरको छोरी आफैमा राम्रो डान्सर यता बहिनीहरू खुसी लाग्छ कि छैन अनि हाँस्नु नि त किन गरेर बस्छ रमाइलो भयो नानीलाई पनि ल है धन्यवाद खोड ला यत्रो हरियो चौरमा चढ्न पाएको त पेट धेर भएर यो हिँड्न सक्या छैन यार गाइस गर्मी कति धेरै यता बाख्राहरू फेरि यता भेडाहरू यता बाख्राहरू यता भेडाहरू ए हाम्रो सरहरू पो रहेछ सरी है बाख्राहरू उता भेडाहरू भनेको ठ्याक्कै सरले त देखिदिरहेको कि तर जे भने नि रिसाउनुमा आजको हाम्रो सुटिङ कतिमा रमाइलो हुनुहुन्छ है सबै मेहनती यतिर उता पनि अर्को ठाउँमा बाख्राहरू चरिरहेको रहेछ ए मेरो दोस्ती गर्मी अब चाहिँ तर अलिक घाम गइसँग लागिरहेको छ हल्का शीतल हुन थालेको अवस्था अब चाहिँ हाम्रो लगभग सकिन लाग्छ जस्तो लाग्दैछ दुखी डाँडामा आजको सुटिङ एकदमै रमाइलो भयो सुरुको ड्रेस हुन्छ सर अब लगभग एउटा सिन बाँकी होला अब चाहिँ म ड्रेस चेन्ज गर्न जाँदैछु गाइज हामी चाहिँ अहिले सङ्खुवासभाको दुखी डाँडामा छौँ एकदमै हजुर किन्न देख्नु अब चाहिँ हाम्रो हिरोइन चाहिँ हाम्रो सपना घिसिङजी कस्तो भइरहेको छ काम आउनु कि किन लजाउनु भएर हाम्रो कोरियोग्राफर ज्यूहरू ड्रेस मेरो त जाँदा म बाइकमै फेरिदिन्छु दीपक सर लगभग होइन त अब एउटा यो बुट्टे झोलीमा अब ड्रेस फेर्नुपर्छ रे नानी